साथीहरु अब ढुङ्गे साँगोतिर गएको। अब ढुङ्गे साँगो चाहिँ मैले जन्मेको घर हो। जन्म थलो जाँदैछौँ सबैजना आजको लागि चाहिँ। अब उता के हुन्छ म तपाईहरुलाई भन्ने छु, देखाउने छु, हेर्दै गर्नु होला। पिछाडी चाहिँ सबैभन्दा ह्यान्डसम केटाहरु आउँदै हुनुहुन्छ। सबैभन्दा बुढो, सबैभन्दा कान्छो पनि हो, बुढो पनि हो। जस अब लाग्यो हामी चाहिँ। कस्तो फिल हुँदैछ आशिष? ह्यान्डसम फिल हुँदैछ? तपाईको फोन नराम्रो आउँदैछ म मेरा मात्र नेचुरल ह्यान्डसम छु भन्न माछाले। पहाडी ठाउँमा हिँड्नु सक्नुहुन्न अरे भनेर उ चाहिँ यसो सुटकेस बोकेर जाँदैछ। ल अब लु यो सुटकेस बोक छिटो। अब नेपालमा के भन्छ विकसित ठाउँमा चाहिँ अब गुडाएर हिँड्ने हो। यो अब गाउँघरतिर चाहिँ यस्तै छ साथी, हाम्रो चलन चाहिँ होइन। हामीलाई चाहिँ यो के भन्छ सुटकेसको लागि कुनै पिच चाहिँदैन कि, बस आशिष जिन्दाबाद। लागि है अब माइती घरतिर सोल्टी गाउँतिरदेखि भइसकेको अवस्था। अनि यहाँ त हिँड्ने बेलामा कस्तो मजाले साइड दिनुभएको रहेछ, दुईवटा भारी देखियो, खुसी लाग्यो। दिदीको चाहिँ माइती घर, मेरो चाहिँ आफ्नै घर जाँदैछौँ। अब उता गएपछि माइती घरको तपाईँहरूलाई म जन्मेको ठाउँहरू देखाउने छु, हेर्नु होला। इन्जोय गर्नुहोस् मेरो भिडियो हेरेर। अलबर्टको चाहिँ मौली घर होइन, अलबर्ट मौली गएको कति पटक हो, यसको 3-4 पटक भइसक्यो होला। यसलाई पनि हिँड्नु चाहिँ गाह्रै लाग्छ गाइसहरू, तर हिँड्ने कोसिस गर्दैछ। यतिको चाहिँ हिँड्दैछ, बाटो पनि राम्रै छ। ढुङ्गे साँगो जाने गाडीको पर्खाइमा छ सबैजना, यहाँ हेर्नु होला। हामी चाहिँ गइसकेको छौँ। अब ढुङ्गे साँगो लागिसकेको साथीहरू। जानुपर्ने हुन्छ साथीभाइ। हामी चाहिँ अब दिवस विदेशदेखि आएको नि त, त्यही भएर माउलीमा मामा भेट्नु गएको अरे साथीहरू। हामी चाहिँ साथीहरू मात्रै, यता पछाडि पनि साथीहरू मात्रै हो, यता पछाडि पनि साथीहरू मात्रै हो। अब के भन्छ दोभान भन्ने ठाउँमा आइपुगिसकेको छु। ढुङ्गे साँगो जाँदाखेरि चाहिँ बाटोमा दोभान तमर भन्दै नाङ्दै आउनुपर्छ नि त, त्यही भएर हामी चाहिँ आइसकेको छौँ। भाइहरू चाहिँ त्यहाँनिर वासरुम जाने भनेर वासरुम गएको छ। गलेर हामी चाहिँ दोभान आएर यहाँ सबैजना खाजा खाएर इन्जोय गर्दैछ साथीहरू। लगभग दोभान क्रस गरिसक्नु आँटेको छौँ। यहाँ चाहिँ किन झरेको भन्नुहुन्छ भने यहाँ चाहिँ हामी हल्का सपिङ गर्नुपर्ने थियो, त्यही भएर हामी चाहिँ यहाँ छौँ। घर लाने सामानहरू किन्नु हुन्छ दिदी, एउटै खमाला भाइ एउटा बोतलको किनेर ल ठुलो किनेर सबैले पालो किलो लिएर यहाँ चाहिँ चटपटी खाँदैछ खाजाको रूपमा। गाउँ जानु चाहिँ गाह्रो भएको अवस्था, खाजा नखाइकन नहुनेहरू सबैजनाले। के खान्छौ तिमी? के खान्छौ? दिवस खोलेर मलाई पनि दिन्छ। अब हामी चाहिँ यो डगहरूलाई दिनुपर्ने हुन्छ। दिवसले चाहिँ कति दिन्छ नि त, दिवस अझै दिन्छ मेरो हातमा छैन। हेरु अब चाहिँ दोभान कटेर अब घर पुग्ने बेलामा चाहिँ अब अरू बेला जोना वान एमजे भने पनि अब तरेपछि चाहिँ फेनाबुङ कान्छी हुन्छ। मेरो नाम चाहिँ फेनाबुङ कान्छी भनेर चिनिन्छ क्या। हामी चाहिँ गएको हामी चाहिँ लाग्यो साथीहरू। अब के गर्नु, मान्छे टन्नै रहेछ। टन्नै मान्छे चाहिँ आज चाहिँ तेल्लाबुङ पनि आइपुगे। तेल्लाबुङ यहाँ चाहिँ हाम्रो आमा बाबाको नामको यहाँ छ गेट, हेर्नु होला कस्तो राम्रो छ। हामी चाहिँ अब घुम्दा घुम्दै पानी परेर पानीले वेलकम गरिसकेको छ, हेर्नु होला। तेल्लाबुङ डाँडामा यसरी पानी परेर बिजोग छ, तर पनि पानीले रोक्ने छैन, छेक्ने छैन। हामी चाहिँ गइसकेको छौँ गाइसहरू। बाछा ल हाँस भन न, हाँस भन न। गर्नु घरमा आएको साथीहरू, पानी परेर पानीले यस्तो बिजोग बनाएको छ यहाँनिर, हेर्नु होला। हामी चाहिँ अब छाता ओढेर गइसकेको छौँ। अनि आज चाहिँ फुपूहरूलाई भेटेर सबैजनालाई भेट्दै गर्दा चाहिँ राति भएको छ। सबैजनाको भिडियो लिएर हामी चाहिँ साथीहरू घर फर्केको। आज चाहिँ एकदमै धेरै ठुलो पानी परेपछि चाहिँ हामीले यहाँ यसरी प्लास्टिकको घुन अडेर चाहिँ आएको छौँ।
त्यति मात्रै होइन सबै छाताहरू मागेर पनि आएको छौँ। घर आइपुग्नुभन्दा अगाडि पानी परेर पानी परेर मकैबारीमा चाहिँ हिँड्नु चाहिँ एकदमै गाह्रो भएको छ। पानीले यति धेरै स्वागत गरेको साथीहरू, यति धेरै स्वागत गरेको छ के भन्नु र। हेर्नुहोस् मेरो गाउँघरको भिडियो फोटो, म चाहिँ फोटो लिँदैछु, भिडियो लिँदैछु, एकदमै धेरै इन्जोय पनि गर्दैछु। अनि यहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ, मलाई पर्खेर पानी परेपछि यस्तै छ हालत चाहिँ गाह्रो छ साथीहरू, गाह्रो छ। आइपुग्यौँ है, हिरोनीहरू आइपुग्यौँ। घर पनि आइपुगेको छौँ। अहिले हाम्रो कठर चाहिँ यस्तो देखेको रहेछ। अनि यहाँ चाहिँ बाख्राको खोर छ, अनि यता चाहिँ टोइलेट छ, अनि यता चाहिँ मेरो घर छ। हेर्नु होला म घर आइपुगेको छु। अनि कुकुर चाहिँ भुकेको छु। अनि कुकुरहरू भुकेर चाहिँ स्वागत गर्दैछ। अनि हेलो तिमीहरू यहाँ चाहिँ हो, यहाँ चाहिँ बाख्रा रहेछ दाइले पाल्नु भएको। ओ माइ गॉड के भन्ने र साथीहरू, यहाँ चाहिँ चारो उसिने ठाउँ हो हाम्रो घरको। अनि यता चाहिँ धारा, अनि यता सेवा। रोमाने चाहिँ खै यहाँ भाउजू चाहिँ तङ्बा खाँदै हुनुहुन्छ। यहाँ भात खानु र तङ्बा खाएर केही छैन है। अब नन्द र भाउजू भेट भएको। माइली फुपूको डाइलग पाएको। फेरि हाम्रो परिवार त के साह्रो छोरा मात्रै जन्मेका हो। त्यो पनि है साथी। अचम्मै हो। लु छोरी त यहाँ चाहिँ सबजना गफ हुँदैछ है साथीहरू, सबजना गफ हुँदैछ। अन्तरेको हैन, अनि कान्छा कोही दार छ है, दार छैन अरे। के हो भन त तिम्रो नाम? हात देऊ। अम्माई हात दिनुहोस्। अम्माई अर्को नेक्स्ट अम्मा नेक्स्ट पनि दिन्छ तिमीले? कस्तो ज्ञानी हो, कस्तो ज्ञानी हो।